हाई एभ्रिवान, नमस्ते। हजुरहरूलाई सरस्वती पी कुकिङ च्यानलमा स्वागत छ। आज चाहिँ म हजुरहरूको साथमा पाक चोई र चिकनको ग्रेभीको रेसिपी लिएर आएको छु। मैले चाहिँ यहाँ चिकन मजाले धोएर लिइसकेको छु र पाक चोईलाई पनि धोएर मसिनो गरेर काटेर लिनुपर्छ र अदुवा, लसुन र सुकेको खोर्सानीको पेस्ट पनि लिएको छु र मसिनो गरेर काटेको छु मैले यहाँ प्याज र कराई मजाले तातेपछि तेल हालिदिनुपर्छ र पाँचफोरन पनि हालिदिनुपर्छ र पाँचफोरन रातो हुन्जल फ्राई गर्नुपर्छ र पाँचफोरन यतिको रातो भएर फ्राई भइसकेपछि प्याजलाई हालिदिनुपर्छ र प्याजलाई पनि रातो हुन्जल भुट्नुपर्छ। मैले चाहिँ यहाँ प्याजलाई यतिको रातो हुन्जल फ्राई गरेको छु र यतिको रातो भएर फ्राई भइसकेपछि चिकनलाई पनि हालिदिनुपर्छ र चिकनलाई पनि हालेर मजाले भुट्नुपर्छ। चिकनलाई चाहिँ मैले यहाँ यतिको फ्राई गरिसकेको छु र बेसार, रातो खोर्सानीको धुलो, जिरा धनियाँको धुलो र स्वाद अनुसार नुन हालेर चिकनलाई मजाले 2-3 मिनट भुट्नुपर्छ। पिसेर राखेको मसलालाई पनि हालिदिनुपर्छ र मसलालाई हालेर मजाले चलाउनुपर्छ र मसलालाई पनि मजाले तेल छोडिन्जेल भुट्नुपर्छ। मसलालाई मैले यहाँ यतिको मजाले फ्राई गरिसकेको छु र मसलाबाट पनि तेल मजाले छोडिसकेको छ र मैले चाहिँ यहाँ मजाले भुटिसकेको छु र सानो कपको 1 कप जति पानी हालेर मासुलाई मजाले पकाउनुपर्छ र मजाले छोपेर पकाउनुपर्छ 3 मिनेटको लागि। मसला पनि मजाले पाकेर चिकन पनि एकदमै मजाले पाकिसकेको छ र धोएर राखेको पाक्चोईको सागलाई पनि हालिदिनुपर्छ र हालेर मजाले चलाइदिनुपर्छ। सागलाई मैले यहाँ छोपेर 2-3 मिनट अझै पकाएँ र हेर्नुहोस् त पानी पनि मैले हालेको छुइनँ, त्यही सागबाट छोडेको पानी हो र 2-3 मिनट मजाले पकाइसकेपछि यतिको भयो। लास्टमा चाहिँ गरम मसलालाई हालिदिनुपर्छ र गरम मसलालाई हालेर 1 मिनट मजाले पकाएपछि निकालिदिनुपर्छ। र हजुरहरूलाई आजको पाक चोई साग र चिकनको ग्रेभी कस्तो लाग्यो रेसिपी भनिदिनु होला र मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर, फलो गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला। हजुरहरू पनि यसरी बनाएर खानु होला। पाक चोई साग र चिकनको ग्रेभी एकदमै मिठो र टेस्टी बनिन्छ। हजुरहरू पनि एकपल्ट ट्राई गरेर हेर्नु होला।